यति स्ट्रगल गरेर हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। अनि फेरि पनि स्वागत छ आजको गल्प भ्लगमा। आयो सबैजना सन्चै हुनुहुन्छ भन्नका साथसाथै मेरो आज न्यू भ्लग सुरु भइसकेको छ। अनि आजको मेरो भ्लग चाहिँ यहाँ रुमबाट सुरु भइसकेको छ साथीहरू। मैले खासै भ्लगहरू त हाल्दिनँ। अनि आजको भ्लग चाहिँ सरप्राइज भ्लग हो। मम्मीलाई सरप्राइज दिँदैछौँ। हामीहरूले भनेको थियौँ नयाँ वर्षपछि आउँछौँ यहाँ कोलपुरबाट 2 गते आउँछौँ भनेको थिएँ। मम्मीले हल्का मन त दुखाइराख्नु भएको थियो। अब बिहे गरेको छोरीहरूलाई त केही भन्न सकिँदैन। अब बिहे गरिसकेपछि त आफ्नो छोरी ससुरालीको नै हुन्छ भन्ने थाहा छ नि त। अनि सो त्यही भएर अलि मन दुःख भएको थियो, तर भन्नुभएको थिएन। ठिकै छ, आऊ अब नयाँ वर्ष खाएरै आउने भयो नि आऊ, म के भनौँ भन्दै हुनुहुन्थ्यो। सो हामीहरू चाहिँ आज नै निकाल्दैछौँ यहाँ कोलपुरबाट। त्योहरू हामी चाहिँ अहिले भर्खरै यहाँ सुर्खेत पुग्यौँ। अनि हामीलाई चाहिँ हाम्रो मामाको छोरी बहिनी आउँदैछ अलि अरुणा। साथीहरू हामी चाहिँ यहाँ बहिनीको रुम आइसक्यौँ। यहाँ आउँदा बित्तिकै खाना रेडी छ क्या। आएर खाना पनि के छ खै कोर्सी। ओहो, हामी त यहाँ पार्टीमै गएको हुन्थ्यो। दाल भात के को अरे तरकारी, त्यो त फेमस तरकारी होइन, अचार। चिकन। आजको कुकम्यान चाहिँ म हो। म चाहिँ खाना बनाएको, तर मिठो चाहिँ छैन। आइफोनको कमालो नि होइन साथीहरू, हामीहरूले मम्मीलाई सरप्राइज दिने भनेको तर आफै सरप्राइज भइएला जस्तो छ। भइएला छैन, भइसक्यौँ सरप्राइज। अघि नै हामीहरू 12-1 बजीतिर गइहाल्छौँ भनेको थियौँ, तर मम्मी यहीँ बजार आउनु भएको रहेछ तेल पेल्न। अनि फेरि मम्मी जान्छन् होला भनेको अहिलेसम्म आएनन्। अब त्यहीँ मिलमै गएर सरप्राइज दिनु पर्ला जस्तो छ। आज यहाँ जता पनि हामीलाई यस्तो परिरहेछ कि प्रसाद हेर त, यसरी यात्रा गर्नु परेको छ। मिल चाहिँ आइसकेको छ। ऊ फुपू रेडी छिन्, रेडी अवस्थामा छिन् मेरी फुपू, रेडी अवस्थामा छिन् मेरी फुपू। हेलो हेलो। अब तिम्रो भदैनी पनि कस्तो छ म काल दिदी आएपछि आम्ला सोचेको पैसाको 2-3 गते आउँछु भन्छन् यार। छिटो आऊ घुम्न जाम्ला भनेर भन्थे। कालीलाई बोला छिटै भनेको। माया मानिसौ कि नै त छोरीको? कति माया मान्छौ त छोरीको? कहिले भेटौँ आएन छोरीसँग? घुम्न जामलाई एक दिन सबै भएर आमा
छोरी फुपू भदैनी भदाहरूलाई लगेर घुम्न जान्छ। कसले आमाले घुमाउने हो कि छोरीले? उसै कालदिप र म पर्सिसँगै म यता आएँ भने 1 गतेसँगै आउँला। हुन्छ 1 गते म करेखोलै हुन्छु त। गाइस हाम्रो फाइनली हामी चाहिँ हाम्रो गाउँमा पुग्यौँ। हामीले पुग्यौँ यहाँ चाहिँ। म पनि काली दिदी जस्तै भ्लगर बन्छु भनेको। मलाई त अस्ति यस्तै आउँछु भनेर ठगेर तिनीहरूले। अस्ति मैले तिमीलाई फोन गरेको थिएँ नि, त्यो दिन ढाक्ने दिन रहेछ। त्यही भएर मैले तिमीलाई फोन गरेको। अनि म त कालेलाई सोचेर 1-2 गते आउनेछन् भनेर बल्ल पत्ता। गाइस हामी चाहिँ घर पुग्यौँ। यिनीहरूलाई झुप्रा पुऱ्याइदिन्छ होला। फर्केर आएर मलाई लैजानु है। म गइजानिम के हाम्रो फुपू म गइजानिम के खोजेर हो त्यसै म गइजानिम टिफिन लाइज गइजानिम। यिनीहरूलाई झुप्रा पुगाएर आएपछि म गइजानिम। ल देऊ पर्ने जिका जिका झिकै झिकै काले झिकै झिकै माया तमलाई। हजुर मेरी छानु मायाहरू पनि आएको रहेछन् हाम्रो घरमा। सानो मान्छेहरू म दिइहाल्छु के भोलि। झुप्रा पुऱ्याइदिनु के। राटेर मामा घर छोडिदिनु होला न। मामा घर के कालीबजार मामाको घर के। बिचरा भागेर आइछिन्। उसको छोरी के पल्लो घरको कुसुम छिन् त। ऊ घर के कालीबजार मामाको घर अन्त पल्लो घर मोटे छन् त। एउटाले यहाँ माथि बिहा गर्छन् त कुसुम के। तिनी के कुसुम पम्पा। ल जाऊ ल ल मलाई लाग्नु है यहीँ आएर। कस्तो लाग्यो धेरै पछि भदैनीलाई देखेर? राम्रो लाग्यो राम्रो लाग्यो। हेलो गाइस भदैनी राम्रो के मानी भयो। भदैनी राम्रो कि फुपू राम्रो? भदैनी राम्रो। आज धेरै पछि ठुलानीहरू खाइन गए मेरो दिदीहरू।
त्यत्रो बाटोमा ल्याएर पनि आफ्नै छोरीलाई स्क्याम भक्कै पनि हुनु पछि आऊ है पछि 10-11 बजी आउनु बाई बाई थ्याङ्क यू बाई तपाईँले कस्तो लाग्यो मिलमा गएर Có